हेलो एन्ड नमस्ते। आज भने यो अफ्रिकाको जङ्गल सफारीको पार्ट 2 लिएर आएको छु है। हिजो हामीले आफ्टरनुन र इभिनिङ सफारी गऱ्यौँ। आज भने अर्ली मर्निङबाट लन्चसम्म हामी हेर्नेछौँ है। बिहानको 5:30 बजे हामी सफारीको लागि निस्क्यौँ टेम्पल लजबाट। आज होपफुली एनिमलहरूलाई एक्सनमा देखिन्छ होला। This is our group here. Say hello. Our captain Given. Our captain. यहाँ चाहिँ यो सेल्फ ड्राइभ गर्नेहरूलाई भन्दा यो सफारीमा गर्नेहरूको लागि 15 मिनेट अगाडि गेट खोलिदिँदो रहेछ। त्यही भएर हामीले चाहिँ पायौँ। आफै ड्राइभ गर्नेहरू चाहिँ लाइन छ जस 15-20 वटा। हिजो र आजको गाइड फरक भएकाले उनले हल्का ब्रिफिङ गरे। उनले सबै जनावर देखिनुमा हाम्रो लकमा भर पर्ने र यहाँ 80% शाकाहारी र 20% मांसाहारी जनावर रहने भएकोले धेरै नै शाकाहारी जनावर देखिने बताए। सूर्योदय सँगसँगै हामीले अर्नाको ठुलो भिड बाटो क्रस गरेको हेर्ने मौका पायौँ। बिहानमा आउनु चाहिँ एकदम बेटर हुँदो रहेछ। लुक एट देम। एक्ज्याक्टली बिग 5 मध्येको भैँसीहरू अर्नाहरू क्रसिङ द रोडमा एकदम ठुलो झुन्ड रहेछ। ठुलादेखि लिएर सानोसम्म माउहरू सबै यस्तो मजाले मोटा हुँदो रहेछ। पानीमा चाहिँ हिप्पोजहरू टन्न छन्। Yeah, so guys, suppose they do everything inside the water except for eating. Where they come out to graze outside the vegetarian. They come out at night. So hippos live about 40 years. They are one of the most dangerous animal as well. यो टुगर नेसनल पार्कमा आयो भने चाहिँ यो सनसेट ड्याम चाहिँ आउनै पर्ने नआउने ठाउँमा पर्दो रहेछ। यहाँ वरपर अरू जिराफ, एलिफेन्ट, बफेलो अनि अरू एनिमल प्लस यो ड्याममा क्रोकोडाइल र हिप्पोस क्रोकोडाइल हिप्पोस टन्न हुँदो रहेछ। यो ठाउँमा चाहिँ एकदम धेरै एनिमलहरू एकै ठाउँबाट देख्न सकिँदो रहेछ कि। त्यही भएर एकदम धेरै मान्छेको चोइसमा पर्दो रहेछ यो सनसेट ड्याम चाहिँ। त्यही भएर यदि कोही टुगर नेसनल पार्कमा भयो भने चाहिँ यो ठाउँ छुट्नु पर्दैन। Just the male. Yeah. So it's another male too. So they are contending which one is big. Oh, now they fight. Oh yeah, that's the one. Didn't like it, like a, you know. Stop it, do it, don't do it. That was so cool. Almost saw a fight. That was so cool. हामीले ब्याबुन पनि देख्यौँ। ब्याबुन र हाम्रो 91 देखि 94% डिएनए मिल्छ। त्यसकारण हाम्रा पुर्खा एउटै थिए भन्दा फरक नपर्ला। Hey. यो राष्ट्रिय निकुञ्जभित्र रेललाई होटलमा कन्भर्ट गरेर एउटा ट्रेन होटल बनाइएको रहेछ। यो होटल अलि महँगो रहेछ बस्नलाई र यहाँ राति सुत्दा तपाईहरूले सबै जनावरहरूको आवाज सुनेर सुत्न सक्नुहुन्छ। केही छिनमै हामी लकी साबित भयौँ। हामीले 5वटा ठुला स्तनधारी मध्येको एउटा लेपर्ड पनि देख्ने मौका पायौँ। यो लेपर्ड त्यति साह्रो नदेखिने भएकोले धेरै मान्छेहरूको भिड थियो। यो मान्छेलाई मतलबै छैन। मान्छेको केही मतलबै छैन। Hello, leopard. Okay, this is the 4th one out of big 5. Okay, he's walking. Okay, copy, He's walking. आजको टुर चाहिँ एकदम रमाइलो भयो।
केही अगाडि बढेपछि हामीले गाडीहरूको ठुलो भिड देख्यौँ। जहाँ भिड त्यहाँ कुनै न कुनै हेर्न लायकको जनावर। अलि पर सिंहहरू देखिएको जानकारी पायौँ, त्यसैले हामी त्यतैतिर अगाडि बढ्यौँ। पछाडि चाहिँ एउटा मेल लाइन छ अरे, गरम चाहिँ कराइरहेको छ। दुईवटा फिमेल चाहिँ निस्किए होइन, मेल चाहिँ निस्किए होइन, अब चाहिँ सुनिएछ। पछाडि घाँसको पछाडि गएर एकछिन कुरम we might see him. There you go. You guys are lucky. Left to the Puntir. There you go, the king. Go. Oh, look. Mga Jumbo, it looks like they are going on the Marula travel. There he goes. Okay, they don't like us. Oh, no. Come on. Give it good. Wait. On the move. Oh, that's perfect. Where are you going? Happy. Hello, happy. Good lighting. Yeah, everything is nice. Oh, you want to charge me or something? You say you want to touch here. म अहिले यो साउथ अफ्रिकाको क्रुगर नेसनल पार्कमा छु। आज यो बिहानको सफारी सुरु गरेको हामीले। बिहान 5 बजे होटलबाट हिँड्यौँ अनि आज लक्कीली हामीले लेपर्डलाई एकदम नजिकबाट देख्न पायौँ। त्यसपछि बफेलो अनि एलिफेन्ट अनि लायन्स पनि देखियो। अब बिग 5 मध्ये देख्नुपर्ने भनेको राइनो मात्रै हो। अब चाहिँ हामी त्यही राइनो हन्टिङमा हिँड्छौँ। अहिले यो ब्रेकफास्ट खाने ठाउँमा यहाँ बिचमा पार्कको बिचमा टन्न गाडीहरू पार्क गरेछौँ। पिकनिक खाने जस्तो एरिया पनि रहेछ। यदि आफैले खानेकुराहरू बोकेर आएछ भने चाहिँ त्यहाँ बसेर पिकनिक जस्तो टेबलहरू रहेछ, त्यहाँ खान नि पाइँदो रहेछ। होइन भने यहाँबाट यही ठाउँबाट अर्डर गरेर खान पनि मिल्दो रहेछ। अब फेरि लन्च खानुभन्दा अगाडि हामी राइनोलाई खोज्दै हिँड्छौँ। Looking for black mamba. And rhino. Maybe he is wrong. Hello, bye bye. यो मङ्गुस चाहिँ कोब्रासँग लगेर कोब्रालाई जित्छ। They can tolerate the venom. Can't believe you asked to. यहाँ अगाडि देखिएको यो बोटल जस्तो घैँटो जस्तो रुख चाहिँ यो चाहिँ फेमस ट्री अफ लाइफ है अफ्रिकाको। यसको बोक्राहरू पकाएर यो खुवाएपछि जुन मान्छे जिउ नलाग्ने नबढ्ने त्यस्तो मान्छेहरू चाहिँ अलि ज्याङ्गो हुने मोटा हुने गर्थे अरे। त्यही भएर यसलाई ट्री अफ लाइफ भनिँदो रहेछ है। यहाँ दुईवटा रहेछन्। लन्च खाना चाहिँ यहाँ हामी रोक्यौँ है। यो जनावरहरू हेर्नु छ भने एकदम धैर्यता चाहिँ चाहिँदैछ। Sometimes you see, it's okay, you can Are talk. you recording? Yeah, it's okay. Sometimes you see nothing for half an hour, and sometimes you see so many animals in a minute. So you need to be very patient. लन्च भने दामी मिठो हुँदो रहेछ। यहाँ पैसा पनि रिजनेबलै थियो, किनभने त्यस्तो महँगो चाहिँ साउथ अफ्रिकामा खानेकुरा चाहिँ खासै एकदम महँगो चाहिँ नरहेछ, रिजनेबलै हुँदो रहेछ। सबैजनालाई नमस्कार। आज यो अन्तिम दिन मेरो यो क्रुगर नेसनल पार्कमा दिउँसो बिहान सबै हेरियो के अरे जनावरहरू। राति अब कस्तो देखिन्छ हेरौँ, अलिकति एक्सन देखिन्छ कि हन्टिङ गरेको यताउता भनेर
आज भने हामी नाइट सफारी गर्न जाँदैछौँ एनदर मम एनदर मम एनदर मामा हेलो You see nothing if I put the light out. So you see nothing. You need light. यो रातिको सफारी मलाई त्यति साह्रो मन परेन हामीले जनावरहरूलाई डिस्टर्ब गर्न गए जस्तो मात्र फिल भयो And they can spend the whole day, the whole night outside the water for grazing. So they would go No, back that's to okay. the main water hole You see nothing. before sunrise. See his light. 3 दिनको सफारीमा त्यति ठुलो राष्ट्रिय निकुञ्जभित्र हामीले गैँडा भने देख्न सकेनौँ अफ्रिकाका ठुला 5 स्तनधारी मध्येको एकमा पर्ने गैँडा हेर्नु त पर्यो भनेर हामी अल्जुको यो प्राइभेट रिजर्भमा गएर गैँडा हेरौँ अफ्रिकाका प्राय ठाउँहरूको गैँडाको खाग पहिल्यै काटिएको हुँदो रहेछ कुनै रेस्क्यु गरिएका रहेछन् भने कुनै फेरि तस्करले यिनीहरूलाई हत्या नगरून् भनेर पहिल्यै नै यो खाग काटिने गरिँदो रहेछ हामी सफारी सकेर जोहानेसबर्ग फर्क्यौँ अर्को भिडियोमा म जोहानेसबर्ग र महात्मा गान्धी सम्बन्धी एउटा रोचक तथ्य लिएर आउनेछु भिडियो हेरिदिनु भएकोमा धन्यवाद सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला